नमस्कार। आज हामी खाद्य विज्ञानका सुन्दा सामान्य लाग्ने तर निकै महत्त्वपूर्ण प्रयोगहरूबारे छलफल गर्दैछौँ। मसँग यहाँ केही ल्याब नोटहरू छन्। आलु फ्राई बनाउनेदेखि लिएर तरल पदार्थको बाक्लोपन अनि सुकाउने प्रक्रियासम्मका कुराहरू छन्। एकदमै आधारभूत तर चाखलाग्दो प्रयोगहरू हुने। हो, हाम्रो लक्ष्य चाहिँ के हो भने यी प्रयोगहरू पछाडिको मतलब विज्ञानलाई अलि सरल तरिकाले बुझ्ने, कसरी सामान्य सिद्धान्तहरूले हामीले खानेकुराको गुणस्तर त्यसको बनावटमा असर गर्छ भन्ने कुरा। ल सुरु गरौँ है त, आलुबाटै जाउँ न। हुन्छ। पहिलो प्रयोगमा के रहेछ भने 1 किलो आलु लिएको, त्यसलाई सफा गर्ने, बोक्रा ताछ्ने, टुक्रा पार्ने अनि तेलमा फ्राई गर्ने। तर अन्त्यमा त जम्मा लगभग 400 ग्राम जति मात्र फ्राई बाँकी रह्यो। आधा किलोभन्दा बढी त हराएछ। ए हो, त्यो सुन्दा अचम्म लाग्न सक्छ, तर यो सामान्य प्रक्रिया हो। यसलाई मास ब्यालेन्स भन्छन्, मतलब सुरुको तौल बराबर अन्तिम उत्पादनको तौल अनि त्यो प्रक्रियामा भएको क्षति। ए क्षति हो, क्षति। यहाँ झण्डै 600 ग्राम जति तौल त बोक्रा निकाल्दाखेर गयो, टुक्रा पार्दाखेर गयो, अनि विशेष गरी फ्राई गर्दा पानी उडेर गयो नि त। ए हो त है, पानी त उड्छ नि। ठूला कम्पनीहरूको लागि त यो हिसाब किताब एकदमै महत्त्वपूर्ण हुन्छ, किनभने लागत र नाफामा सिधै असर पर्छ यसले। हो नि, फ्राई गर्दा पानी उड्ने कुरा आयो। अब तरल पदार्थकै अर्को गुणमा जाउँ न त, विस्कोसिटी मतलब बाक्लोपन। यो नोटमा त 2 तरिकाले नापेको रहेछ। हो, विस्कोसिटी नाप्ने तरिकाहरू छन्। एउटामा त के गरेछ भने मह, साबुनको घोल अनि ग्लिसरिनमा सानो बल खसालेर हेरेको।